ए मन कति आत्तिन्छस् त, कति मातिन्छस् त, तँलाई जति सम्झाउँदा पनि हुँदैन, तँलाई जति तह लाउँदा पनि हुँदैन। कसैले अलिकति माया र प्रेमको जालमा फसाउँदैमा त यति फुरुङ्ग भई किन हिँड्छस् त, अरूको पछि पछि लागि आफ्नो मन किन टुटाउँछस्। हजार टुक्रा हुँदा पनि फेरि जोडिँदा अरूसँग किन जान्छस् त, त्यसैलाई किन सम्झिन्छस्। ए मन त तेरो लागि होस् त एक्लो नै काफी छस्, आफ्नो लागि भनेर किन बुझ्दैनस्। ए मन बारम्बार किन टुटाउँछस् आफूलाई, किन दुखाउँछस् आफूलाई। यहाँ आफ्ना भनी सर्पको भेष खेल्ने मान्छे हजार छन्, तँलाई टुक्रा टुक्रा बनाई चिरा पार्ने हजार छन्, किन बुझ्दैनस् त आफ्नो मनको भावना, किन सुन्दैनस् त। तँलाई हरेक चोटिमा विश्वासघातै मिल्छ, हरेक चोटिमा धोका चोटै मिल्छ, त्यही पनि त त्यही मान्छेमा पुनः विश्वास गर्न कसरी सक्छस्। यहाँ धोकाको सञ्जाल हुन्छ, विश्वासको धारणा भन्ने कुनै भाव नै छैन। आजको यस कलियुगको समाजमा आफ्ना छोरीचेलीलाई त बलात्कार गर्नसम्म नहिचकिचाउने मान्छेले तेरो भावनासँग खेल्न किन हिचकिचाउँथे र। यहाँ नारीको कुनै सम्मान छैन भन्ने समाजमा तेरो भावनाको के नै कदर हुन्थ्यो र। तर त किन बुझ्दैनस् मन, किन आत्तिन्छस् त, किन मातिन्छस् त।